स्विडेनमा इंग्लिश टेस्ट ल्याङ्ग्वेज रिक्वायरमेन्ट्सको केही मिसकन्सेप्सन र मिसइन्फर्मेसनहरू मार्केटमा स्टुडेन्ट और कन्सल्टेन्सीको थ्रुबाट के सर्कुलेट भइरहेको छ र आई वान्ट टु क्लियरिफाई इट थ्रु प्रोपर वे। सो वेलकम टु वाइजवेब एजुकेसनल भिसा सर्भिसेस। सो यदि तपाईँको आइएस एक्सपायर हुन आँटेको छ अथवा एक्सपायर भइसकेको छ पिटी और टोफेल भने चाहिँ एप्लाई गर्न पाइन्छ भन्ने जुन कुराहरू तपाईँले सुन्नुभएको छ। सो लेट्स डिग इट इन्टु द फ्याक्ट। So I contacted British Council and IDP IELTS. So I tell them that after 2 years verify online हुन्छ कि हुँदैन भनेर भन्दाखेरि उहाँहरूले 2 years कटिसकेपछि पेपरमा र अनलाइन दुईटैमा आउट हुन्छ भन्नुभएको छ। सो यदि तपाईँहरूले आइएल्ट्स एक्सपायर भइसक्यो अथवा हुन आँटेको छ र स्विडेन एप्लाई गर्दै हुनुहुन्छ भने मोस्ट लाइकली तपाईँको एप्लिकेसन रिजेक्ट हुन्छ। तपाईँले प्लान के गर्नु पर्यो भने एक्सपायर हुन आँटेको छ भने फेरि आइएल्ट्स अथवा पिटी गर्ने, अथवा एप्लाई नै गरिसक्नु भएको छ भने चाहिँ तपाईँले फेरि February 1 भित्रमा तपाईँले आइएल्ट्स अथवा पिटीको स्कोर हाल्नुपर्ने हुन्छ। अदरवाइज यु लुज योर मनी, एनर्जी, टाइम एन्ड एभ्रिथिङ। सो वाइजली चुज गर्नु होला कुन वेले गर्दा बेटर हुन्छ भनेर। थ्याङ्क यू सो मच।